जोडिएर अगाडि जानु होला है। न त के हुन्छ बाटोहरू फरक फरक हुन्छ अनि कहाँ पुग्नुहुन्छ अनि खोज भरे फर्किँदाखेरि कोही कता पुग्छन् अनि समय व्यतीत भएर राति 7 बज्छ 8 बज्छ त्यस्तो पनि भएको छ। त्यस कारण तपाईँले जहाँ कन्फ्युज हुनुहुन्छ त्यहाँ होल्ड गर्नुहोस्, साथीभाइलाई पर्खिनुहोस् अनि सँगै जानुहोस् ल। टिममा जाने टिममा फर्किने, हामी जस्तो गयौँ त्यस्तै आउँछौँ। कस्तो लागिरहेछ? रमाइलो मानिरहेछ नि? रमाइलो भएको छ नि? गुड छ होइन? ल यो देखिरहेको ढुङ्गा चाहिँ यसको पनि इतिहास छ। तत्कालीन त्यो बेलामा राज्य रहँदाखेरि सेनाहरूलाई चाहिँ यही ढुङ्गालाई चाहिँ निशान बनाएर चाहिँ तालिमहरू दिने गरिन्थ्यो अरे। ल विद्यार्थी भाइ बहिनीहरू अगाडि बढिरहेछन्, सबैजना खुसी छ। यहाँ चाहिँ हामीले खाजा खाँदा भएका फोहोरहरूलाई चाहिँ जम्मा पारेर आगो बालिदिने काम गरिरहेछौँ र सबैले फोहोरहरू टिपेर यहाँ लिएर हाल है। सरसफाइ पनि भइरहेछ। अहिले नास्ताहरू खाइरहेछ हामीले। अनि उता कर्णाली छ नि, कर्णाली नाम सुनेको छ नि, त्यहाँ 24वटा राज्य थिए, त्यसलाई तिरहुत राज्य भनिन्छ। त्यसमा चाहिँ अहिलेको इन्डिया पनि पर्छ। जसरी नाच्यो उसले जान्यो। ओ लट्ठी टेक्ने बुढी मान्छे पहाड हिँडे कि? अगाडि सूर्यकुण्डमा अहिले चाहिँ हामी ठ्याक्कै सुनसरी जिल्लाको अग्लो भूभाग लालकोट गढीमा आइपुगेका छौँ। एउटा टोली यतातिर बसिरहेछ। हेलो, टोली यहाँ बसिरहेछ, गलेर बसेको छ। हाम्रो रिजन भाइ यहाँ सुतेको छ, थाकेर सुतेको रिजन भाइ। ल यहाँको रमाइलो दृश्य हेर्दै सुतेको अरे ऊ चाहिँ। अर्पण भाइ पनि आइपुग्यो गलेर लखत्रान भएर। देवी यहाँ देवी बुढी मान्छे जस्तो भएर लट्ठी टेकेर बल। ल हाम्रो सम्पूर्ण टोली आइसक्यो अहिले यो लालकोट गढी दरबार क्षेत्रमा। स्वागत छ यहाँहरूलाई। एकदम पहाडको पानी खानुभएको अरे उहाँले चाहिँ। लट्ठी टेक्दै लड्दै भए पनि ल एकदम विद्यार्थी भाइ बहिनीहरू खुसी छन्। आज रमाइलो पल, यो अविस्मरणीय क्षण उनीहरूको लागि, केही सिक्नको लागि, केही रमाइलो गर्नको लागि यो क्षेत्रमा आएका छन्। यहाँबाट हामी यो भवानी थान मन्दिर जान्छौँ, त्यस पछाडि सूर्यकुण्ड जान्छौँ र खाना खान्छौँ। यता एकजना छुटिए अब। कमरा मात्रै अट्छन्।